हामी भर्खरै हिँड्यो दाइ हामी कुन बाटो जान्छौँ सरलाई हुँदै जाने कि यता सिन्धुली हुँदै जाने रे सिन्धुलीबाट झरौँ कि भने मैले सिन्धुलीबाट झर्ने भन्नुभयो हुन्छ सिन्धुलीको बाटो राम्रो छ अरे नि त त्यही भन्नुभयो आज हामी चाहिँ अनप्लान ट्रिप भनौँ न 4 देखि 5 दिनको ट्रिपमा चाहिँ हामी निस्केका छौँ हामी बुढाबुढी मात्रै अनि पूर्वतिर नेपालको पूर्व साइड चाहिँ घुम्ने इच्छा थियो हामी दुईजनाकै अब पूर्वी नेपाल हेर्न मन छ भने चाहिँ यही भिडियोमा रहनु होला है त इलामको टार्गेट छ होइन झापा इलामतिर अब अहिलेसम्म गएको छैन यत्रो भयो आफ्नो नेपालको ठाउँ घुम्नु पनि पर्यो भनेर चाहिँ हामी लागेको छौँ अब हाम्रो यात्रा सायद राम्रो हो फुल्ली राम्रो हुन्छ भन्ने आश गरेको छौँ केही प्लान छैन अनप्लान ट्रिप हो अब जे होस् जाने घुम्ने बस्ने जहाँ रमाइलो लाग्छ त्यही बस्ने खाने यस्तै छ हाम्रो चाहिँ है तर हामीले चाहिँ हजुरहरूलाई राम्रो राम्रो ठाउँहरूको भिडियो चाहिँ लिएर देखाउँछौँ होइन यदि हजुरहरू इच्छुक हुनुहुन्छ भने यो भिडियोमा चाहिँ अपडेट भइराख्नु होला हाम्रो सायद हामीले राम्रो राम्रो खतरा खतरा भिडियो देखाउने चाहिँ हाम्रो टार्गेट अहिले चाहिँ हामी राप्ती पुल अगाडि आइपुगेका छौँ यहाँनिर चाहिँ शौचालयमा रोकेको हो पुल चाहिँ यस्तो भएर रहेछ पानी पनि छैन अहिलेको पुलको अवस्था यस्तो छ टेम्पल रहेछ बाल विवाह कानुनी अपराध हो दुईटै आर्मीहरू देखाएको छ अनि हामी त फेरि के भन्छ लब्बड हो नि त लब्बड त्यो परेको हो यार ठ्याक्कै एउटै परेछ के परेको हो तर ओके एकै छ त आर्मी यस्तो हल्का चढा यो हाम्रो गाडी है ल यहाँ त नेपालमा सुतेर गयो हुन्छ नि नेपालमा सिट बेल्ट पनि लगाउनु पर्दैन एउटै सिटमा पनि बस्नु पर्दैन यता ढल्की पनि भयो यता ढल्की पनि भयो आफ्नो सेफ्टी हो नि त बुढी फेरि अनि लास्ट टाइममा म खाना खाइसकेपछि सायद 1 लट सुत्छु होला यहाँ मेरो यो 3टा सिट नै मेरो रिजर्भ भएर यहाँनिर कस्तो राम्रो देखा रहेछ पुलबाट राप्ती पुलबाट राम्रो देख्दो रहेछ कहाँ गयो हनुमान ए हनुमानजी यता हुनुहुन्छ हनुमान मन्दिरै रहेछ नि होइन र जय हनुमान की जय हनुमानजी यता हुनुहुन्छ खासै देख्न यहाँ देखिएन तर अलिअलि देखियो हेटौडा बस पार्क अहिले चाहिँ विवेक भाइको गाउँ आयो है अब एक्ज्याक्टली थाहा छैन मलाई विवेक भाइ तिम्रो हामी गाउँ घर आएको छ अब थाहा नभए पनि तिम्रो एरिया भनौँ न तिमीले पक्कै यो भिडियो हेर्छौ मलाई थाहा छ होइन त्यही भएर साउट आउट टु मेरो विवेक राई भाइ कस्तो छ यो पटाया भन्ने ठाउँमा आएर हामीले आज सेल र चिया खाँदैछौँ सेल ठिकै छ पोलेको सेल पोलेको सेल के खाने भयो अनि त्यहाँबाट के खाउँ भन्दाखेरि सेल देख्यो होइन त्यही त हो नेपाल आएपछि अब नेपालको अथेन्टिक खानेकुराहरू त खान पऱ्यो नि त त्यही भएर यो पोलेको सेल र अनि चिया पाक्दैछ A few moments later.
तिमीले गाडी आफ्नो ब्रेक लाग्दैन भनेपछि त्यही ग्याप राखेर हिँड्नु पर्यो नि त भाइ कुरो बुझेन तिम्रो आफ्नो गाडीले ब्रेक लाग्छ तिमी नि बाँच्नु पर्यो नि त तिमी बाँच्नु परेन यार तिमी बाँचेर अनि अरूलाई बचाउनु पर्यो नि त अनि तिमी आफै हान्दिने आएर यो होइन नि त ग्याप त त्यहीबाट मैले ब्रेक हान्दा भर्खर टुरमा निस्केको गाडी ठोकिदियो यात्रामा चाहिँ 2.5 घन्टा चाहिँ डिले भयो किन भन्दा चाँदी पुलमा चाहिँ हामीलाई पछाडिबाट बुलेरोले ठोकिदियो होइन खासै ठुलो दुर्घटना केही भएन गाडी मात्रै हल्का रिपेयर गर्नुपर्ने अवस्था भयो हामीले गाडी रिपेयर गरेर अनि हामी भर्खरै फेरि हाम्रो यात्रा तय भएको छ 2.5 घन्टा चाहिँ हामीलाई त्यहाँ लाग्यो सेटल गर्नलाई यिनीहरूले यो अब उसमा मिलमा लिएर जान्छ होला नि होइन चिनी उद्योग कारखानामा लगेर यो उखुलाई उखु एउटा टोक्दै जानु पाएँ अहिले चाहिँ हामी बर्दिवास आइपुगेका छौँ बर्दिवास बजारमा हाम्रो पनि गल्ती होइन सब बुलेरोले गर्दा भयो त्यो भाइले राम्रोसँग ब्रेक हान्दा भए ठिकै छ रमाइलो भइरहेछ ए माथिको रेल ट्र्याक है बनाइरहेको ए भन्दै रहेछ यो चाहिँ हाम्रो 103 हाम्रो बेडरुम अहिले हामी जानकी होटलमा आइपुगेको छौँ जनकपुरमा आएर हाम्रो फर्स्ट डे बेडरुम